सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी तीनजना छौँ होइन। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म नि एकदम सन्चै छु। हाम्रो यो साथीलाई आज मासु खान मन लाग्यो अरे, मासु चिउरा बिहान बिहानै। के छ हौ साथी? तेरो ब्लगको सब्सक्राइबरहरू मेरो अनुहार देखेर मक्क होला नि केटीहरू। आमा र म सामान सक्दिनँ नि त्यस्तो ल भन्दै नि त सबैजनालाई सब्सक्राइब गरिदिनु भनेर। यो च्यानललाई सब्सक्राइब गर्ने केटीहरू जति सबलाई आइलो आमा यति भनेपछि त काम भइहाल्यो नि। अब चाहिँ हामी टक्क चोक जाने हो। मेरो साथीले भनिरहेको छ मासु खानु मन लाग्यो अरे, मासु चिउरा। अब हामी मासु लिन जाने हो। जाने साथी? तिमी साथी जान्छौ? मासु एउटा रजनीगन्धा 25 रुपियाँ पर्छ अनि 30 रुपियाँ। ओके छ त साथी। 10 रुपियाँ धनियाँ आज चाहिँ होइन, साथीले मलाई बिहानै मासु लिन पठायो। मासु चिउरा खानु मन लागिरहेको छ अरे। अनि मेरो साथीहरूलाई पनि हुन्छ नि त, टाक्क लगाएर मासु चिउरा खानु मन लागिरहेको छ। ए आज त घन्टी भाइलाई पनि लगेर जानुपर्ने हुन्छ, हाम्रो किशोर भाइ। हाम्रो किशोर भाइ कहाँ छ? हेर र हेर, यसको यो मेरो बाइक कति बनाउनु तनाव लागिसक्यो। परिसा भान्जी के छ? यी चाहिँ मेरो भान्जी हिँड होइन। आमा हाम्रो किशोर भाइ उता छ। किशोर भाइ के छ हालखबर? जाने न चोक? केटाहरूलाई बिहान बिहानै मासु चिउरा खानु मन लाग्यो अरे। हाम्रो किशोर भाइसँग अब चोक जाने हो टक्क लगाएर। हाम्रो भान्जी पनि जाने अरे। आज काममा जाने ठक्क होइन। आज शनिबार हो भन्ने थाहा छैन। मैले चढाएको छुइनँ। अब यिनी त मेरो भान्जीले के भनेको, लाज लाग्दैन बोल्न? गाइदिएर आज मलाई भान्जीले ओभर भनिदिने यार। अब बाइकमै चढाउनु भएको छैन भनिदिइहाल्यो नि। आज केटाहरूलाई मासु चिउरा खानु मन लागेको छ अरे। मासु चिउरा खाने अरे आज बिहान बिहानै साथीहरूले। खाजा पनि खाएको छैन, छिटो जान मासु लिएर आइज भन्छन्। मासु लभर हो यिनीहरू त, मासु लभर। अनि त हजुरले डर्ने हेरिदिनु पर्छ। आज चाहिँ होइन, हामी बिहान गएर मासु लिएर आउने, मासु चिउरा खाने भनेर बब्बाल। होइन उठ्नु त बिहानै उठेको नि त केटाहरू। यहाँ चाहिँ हाम्रो आन्टीको दोकान हो। आज चाहिँ मासु चिउरा बिहानै खानै पर्ने कुरा, किनभने आज शनिबार हो, काम गर्ने छुट्टी भइरहेको छ होइन। कुखुराको मासु अरे। यो चाहिँ हाम्रो सधैँ मासु ल्याइराख्ने ठाउँ हो होइन। यहाँको दाइले हामीलाई मजाले चिन्नुहुन्छ। दाइ हुनुहुन्न जस्तो छ फेरि आज। ओ त्यसले मासु कतिको भन्नु? मासु त लिएर आइज भन, फोन गर। ला मैले फेरि बिर्सेँ। अब मासु त लिएर आइज भन्नु, कतिको लिएर आइज भन। त्यो पनि के को भनेर पनि सोधेँ, मैले त सोधेको छैन फेरि के गरेर। यो चाहिँ हाम्रो दाइको दोकान हो होइन।
हामी चाहिँ सधैँ यहीँबाट मासु लिएर राख्छौँ। यो चाहिँ हाम्रो ट्याक्क गच्छा चोकदेखि थोरै यतापट्टि छ तल्लो गएर हाम्रो फेस हाउस हो यो चाहिँ तपाईँको। कान्छालाई फोन गर न। टक्क ब्यालेन्स छैन मेरोमा त छ नि अब। के हो दाजु फ्रिज बिग्रियो? हजुर दाजु अब आजदेखि सुरु गरिदिएको खोइ पुरै नै खोइ बिर्सिहाल्यो मैले त लिएर मात्रै आइज भनेर सर र हिँडिहालेको बिर्सिहाल्यो कति किलो भन्नु पैसा त पठाउनु त 5 पठाएको छ कतिको ल्याउनु भनेर मासु कति हो दाइ? ए ल के भन्नुहुन्छ रन्डी खाना? कुखुराको मासु होइन ल 150 रुपियाँको भनेपछि कुखुराले ल टक्क भने म चाहिँ बिर्सिरहेको थिएँ क्या अब के ल्याउनु ल्याउनु 150 को हाल्दिनँ अरे भाइ के छ कसरी छ हौ अहिले? बिहान बिहानै मासु चुरा खान मन लाग्यो अरे केटाहरूलाई। हजुर आज कस्तो केटाहरूलाई बिहान बिहानै मासु चुरा खान मन लाग्यो अरे भाइ। युट्युब च्यानलबाट पैसा आउँदैन हौ दाइ भर्खर बनाउनु थालेको बरु यसो सब्सक्राइब गरिदिनु भन्नु नि। छैन हौ बनाएको आजदेखि हो आजदेखि सुरु हो अब भोलि बिहान मात्रै हाल्छु म। क्यामेरा क्यामेरा किनेर के गर्नु फोन जस्तो फोन छ त्यस्तै बनाउनु होला त हामीलाई फोनै ठिक छ फोनको क्यामेरा जस्तो आउँछ त्यस्तै बनाउनु। दाजुले घरिघरि बिर्सिनु हुँदो रहेछ नि त दाजुलाई पनि तनाव फ्रिज बिग्रिरहेको छ। ऊ त्यहाँ गएर रजनीगन्धा लिएर आइज अनि के पो भन्दै थियो 30 रुपियाँको चिउरा रजनीगन्धा एउटा धनियाँ पनि भन्दै थियो धनियाँ 10 रुपियाँको धनियाँ नि अरे चप्पल चप्पल हाम्रो दाजुले चाहिँ यहाँ हल्का तनावै रहेछ दाइलाई पनि अहिले फ्रिज बिग्रेला 150 मासु लिएको आधी केजीको पैसा काट्नु भएछ अहिले सम्झिहाल्नु भएछ झन् त झन्डै काट्नु भयो। अब यहाँको पनि बन्द रहेछ हाम्रो अङ्कलको दोकान। यहाँबाट एउटा रजनीगन्धा तिलेर
चाहिँ हाम्रो पान पसल चौधरी पान पसल सक्क लाएर आज छन् रजनीगन्धा छैन बस त माथि जानु यहाँ पनि रजनीगन्धा छैन अरे आज शनिबारै भएर है रजनीगन्धा नपाइएको लाएर हामी यहाँबाट रजनीगन्धा लिनेछौँ अब माथिले दिएर फेरि एकचोटि गएर चोकेर आइसके म पनि आमा केटाहरूले त हेर्नु त बब्बाल बनाइसकेको छ मासु पनि यो चाहिँ कुकम्यान हो एकचोटि के म एकछिन चोकेर आएको त केटाहरूले छर्की बसाएको छ मासु बनाएर त पकाएर मिठो गरेर कस्तो छ हो चाखिस आफू हेर्नु त बप्पा छ अरे हेर्दा बाफ्रे मिठो हेर्दै खाउँ यो क्यामेरा अलिकति उयो भएर मात्रै हो नत्र बप्पाल देखिरहेको छ यहाँ रियलीमा हेर्दै टेक्चरले आज बिहानै मासु चिउरा खुवाउने भयो बिहानले भन्नाले नि अहिलेको धेरै गरेको छैन भर्खर 11 त बज्दो रहेछ ल बवाल होइन के एकछिन मजाको पुगेर आएको केटाहरूले त मासु सासु त सबै चिटिक बनाइसकेर टक्क लाएर कुकम्यान चाहिँ फेरि यो है कुकम्यान बाहिर आइदिन्छ एकचोटि अन्त मजाले हेर्नु ल ठिक छ अब गर्नु भन्न त सब्सक्राइब गर्नु भन्न त भइगयो ल ठिक छ मासु पनि छिटो बनाएको छ जस्तो त हेर्दाखेरि खाउँ लाग्छ र म पनि एकछिन चोक पुगेर आएको थिएँ भर्खर मेरो पनि सानो काम परेर हेलो दाजु हाम्रो दाजु स्माइल दिएर लागेको हो मैले सानो काम परेर मासु ल्याइदिएर आएर फेरि चोक गएको थिएँ छिटो बाहिर आएर राख्नु भित्र त क्यामेराले हल्का सपोर्ट गरेन ल गाइस आजको लागि यति नै अब भोलिको भिडियोमा भेट्नुपर्छ हामी होइन सबैजनाले लाइक गरिदिनु कमेन्ट गरिदिनु मिठो के भएन के राम्रो भएन भनेर टक्क लाएर सब्सक्राइब गरिदिनु ल बाई गरिदियो सबैजनालाई भोलिको भिडियोमा बब्बा लाउनेछ भन्न